नमस्कार सबैजनालाई। आज म तपाईहरूसँग लिकुडिया बारे केही कुराकानी गर्नेछु। सामान्य रूपमा हुने व्हाइट डिस्चार्ज सेतो पानी शरीरको प्राकृतिक प्रक्रिया हो। यसको केही फाइदा पनि हुन्छ। योनि सफा राख्छ, मूत्रकोश र फोहोर बाहिर निकाल्न मद्दत गर्छ। संक्रमणबाट बचाउँछ, योनिमा प्राकृतिक सन्तुलन कायम राख्न सहयोग गर्छ। चिसोपन, नमी कायम राख्छ, सुक्खापन र जलन कम गर्छ। हर्मोनको सङ्केत दिन्छ, महिनावारी चक्र, ओभुलेसन आदिमा अवस्था देखाउन सक्छ। यदि डिस्चार्ज दुर्गन्धयुक्त, पहेँलो, हरियो, खुजुली, जलन धेरै मात्रामा भएमा संक्रमण हुन सक्छ। म तपाईहरूलाई लिकुडियाको औषधि प्र्याक्टिकल काम गरेर रोगीलाई निको पारेर यो भिडियो बनाएको छु। तपाईहरूले पनि यस्तो अमूल्य औषधिको ज्ञानलाई तपाईहरूको डायरीमा कैद गरेर राख्नुहोस्। आयुर्वेदको पसलबाट तपाईहरूले शतावरी पाउडर ल्याउनुहोस्। यदि नजिकको आयुर्वेद पसलमा शतावरी पाउडर नपाए तपाईहरूले यसलाई अनलाइन अर्डर गर्न पनि सक्नुहुनेछ। शतावरी पाउडर ल्याएपछि तपाईहरूले 4 ग्राम शतावरी पाउडरलाई मनतातो दुधमा मिलाएर बेलुकी सेवन गर्नुहोस्। तपाईहरूले रेगुलरली 2 महिनासम्म शतावरी पाउडर दुधसँग सेवन गरे लिकुडियामा धेरैभन्दा धेरै यसले लाभ पुर्याउनेछ।